नमस्ते सबैजनालाई। के तपाईँ रेजिस्टर्ड फार्मासिस्ट हुनुहुन्छ र तपाईले आफ्नो लाइसेन्स रिन्युअल गराउनु भएको छैन र लाइसेन्स रिन्युअल गराउने टाइम नजिक आइसकेछ भने यो भिडियो तपाईको लागि हो। अब हामीले आफ्नो लाइसेन्स रिन्युअल अनलाइन मार्फत पनि गराउन सक्छौं। फर्स्ट हामीलाई गुगल क्रोममा गएर अनलाइन रिन्युअल अफ फार्मेसी लाइसेन्स भनेर सर्च गर्नुपर्छ अनि माथिमा हाम्रो वेबसाइट खुल्ने गर्छ नेपाल फार्मेसी काउन्सिल अनलाइन रिन्युअल भनेर। त्यसमा हामीलाई नेपाल फार्मेसीले जुन रेजिस्ट्रेसन नम्बर दिएको छ त्यो हालेर सर्च गर्यो भने हाम्रो डिटेल यहाँ आफै आउने गर्छ। एप्लाई फर रिन्युअलमा क्लिक गरेपछि यहाँ हामीलाई आफ्नो पर्सनल इन्फर्मेसनहरु केही हाल्नुपर्छ, जस्तै कि इमेल एड्रेस, मोबाइल नम्बर, करेन्टली कहाँ काम गरिराख्नु भएको छ, यदि तपाईले लाइसेन्स पछि कुनै डिग्री लिनु भएको छ भने त्यसको बारेमा लेख्नु, कहाँबाट पढ्नु भएको छ, इन्स्टिट्युटको नाम, बोर्डमा तपाई सिटिबिटी हो भने सिटिबिटी, नत्र कुनै युनिभर्सिटी हो भने युनिभर्सिटीको नाम दिनु, युनिभर्सिटीको रेजिस्ट्रेसन नम्बर या त सिटिबिटीको रेजिस्ट्रेसन नम्बर, तल हामीलाई भोचर हाल्नुपर्छ नविल ब्याङ्कको, डिप्लोमाको लागि 300 को भोचर कटाउनु पर्छ, ब्याचलरको लागि 500 को। यहाँ हालसालको फोटो रिसेन्टली खिचेको कुनै फोटो दिनु। यहाँ सर्टिफिकेटमा हामीलाई आफ्नो लाइसेन्सको फ्रन्ट र ब्याक साइडको फोटो अपलोड गर्नुपर्छ। यो माथि फ्रन्ट साइड र तलमा ब्याक साइडको फोटो अपलोड गरेपछि यहाँ तल ब्याङ्क डिटेल पनि दिएको हुन्छ। यही एकाउन्ट नम्बर र नेममा तपाईले नविल ब्याङ्कमा गएर भोचर कटाउनु पर्छ। सबै डिटेल दिएपछि रिन्युअलमा क्लिक गर्नु होला र तपाईले मेसेज आउँछ कि 4 दिनपछि तपाईको कन्फर्मेसन हुन्छ, 4 दिनपछि चेक गर्नु होला भनेर। 4 दिनपछि चेक गर्नुहुन्छ भने यस्तै गरी सुरुदेखि हामीले प्रोसेस गुगल क्रोममा गएर हामीले सर्च गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ कि हाम्रो एप्लिकेसन एप्रुभ भइसकेको छ र लाइसेन्स पनि रिन्युअल भइसकेको छ। यदि भिडियो युजफुल छ भने लाइक एन्ड शेयर गरिदिनु र पेजलाई पनि फलो गर्नु होला। थ्यांक यू।